जनम जनम जिउला सँगै भाकेर बर्ती पलु जनम जनम जिउला सँगै भाकेर बर्ती पलु यो तन दिए यो मन दिए तिमीलाई मायालु जनम जनम जिउला सँगै भाकेर बर्ती पिपलु। नमस्कार साथीहरू, नमस्कार। के छ, आरामै हुनुहुन्छ? हामी आज यता घुम्न आएको थियौँ जङ्गलतिर। यता यहाँ आँपको बगैँचा छ, तर आँप चाहिँ एउटा फलेको छैन है। सालघारीको यो जङ्गल हो। यो जङ्गलमा घुम्न आएको थियौँ बिहान बिहान। साथीहरू, यो चाहिँ काँक्रे बिहार हो। काँक्रे बिहारको जङ्गल हो। काँक्रे बिहारको एक छेउबाट साइडबाट छेउबाट हिँड्यौँ हामी। छेउको जङ्गलभित्र आँपको बगैँचा रहेछ। यहाँ आँपको बगैँचा रहेछ। हामी त अस्ति नै आएको थिएनौँ, तर धेरै रहेछ क्या आँपको बुटाहरू चाहिँ। बगैँचा नै रहेछ कि। तर फलेको नै। आँपको बुटै बुटा छ, तर फल चाहिँ एउटा छैन। टिपेर भ्याएर हो कि नफलेर हो। चन्द्रा, कस्तो लाग्छ त काँक्रे बिहारको जङ्गलमा आएर? राम्रो फिल भइरहेछ। यहाँनिर रुख ढले रहेछ, हावाले होला। आफै हुन्छ नि, आँपको बुटै रहेछ। यिनीहरू त कति जङ्गलतिर जाँदा पनि भन्नुहुन्छ होला साथीहरूले। यतै जङ्गलको वातावरण राम्रो लाग्छ। एकचोटि आएको, तर यता त पुरै आँपको बुटा रहेछ। त्यो यो सालघारी हो यो सबै। कताको सालघारी आयौँ हामी यहाँ। काँक्रे बिहारको सालघारी हो। ल, सालको घारीमा सालको पत्ता भन्ने बिहान हामी त। सालको पातको टपरी हुने हे बरै नहुने सालैको, तिम्रो माया कति छ कति हे बरै। ल हेर्नु साथीहरू, कति राम्रो खरघारी हरियो खरघारी रहेछ है। कस्तो मान्नु बोला नि त। कति राम्रो सिन देखेको कि है। अन्त कति राम्रो देखेछ। कस्तो राम्रो देखियो कि। आहा, कति राम्रो हजुरले राम्रो देख्दो रहेछ कि। कति राम्रो भएछ कि सिन, कस्तो राम्रो देखेछ है। भिडियोको मात्रै उसँग रहेछ। ल हेर्नु साथीहरू, हामी खेतमा आइपुगेछौँ है। अब यहाँ चाहिँ खेत रोप्नलाई जोतेर तयार पारिराख्नु भएको छ। बिउ पनि त्यहाँ बिउ छ, बिउ पनि रोप्न तयार हुँदैछ। यो चाहिँ पुरै खेतको एरिया हो। चन्दाले नै अवलोकन गर्दै हुन्छ खेततिर। नाना रहेछ यहाँ बकुल्ला अरे बिउ राखेको ठाउँमा होइन त। अब 15 दिनपछि त्यो रोप्न पनि मिल्छ होला। यो 15 दिनपछि, हप्ता दिनपछि त यो रोप्न मिल्छ यो बिउ। साथीहरू, हामी चाहिँ अब घरतिर फर्किँदैछौँ। कहाँनिर यहाँ मकै रहेछ। मकै बेच्नुहुन्छ र? मकै बेच्नुहुन्छ? फेरि हामी यहाँ मकै बारीमा मकै किन्न लाग्यौँ। लसम्म त 5 रुपियाँ त। दानै छैन भाइ। होइन खोल्साउनु भयो त। खोल्साएर अब मकै सकियो।
सानो रहेछ यो मकै किन्न लाग्यो कि बारीमा भाँचेर कुनै छिप्पेको कुनै जाँदै दाँते मकै नै बारीबाट मकै भाँचेर अब मकै लिएर मकै किनेर अब हामी चाहिँ घरतिर हिँड्यौँ अब त ढिलो पनि भइसक्यो भने बाई बाई साथीहरू बाई